सूचना नेपालमा पहिलो पटक बाँदर धपाउन 20 जना कर्मचारी आवश्यकता, तलब मासिक रु 12,800 मात्र, त्यो पनि सरकारी जागिर। सिरियसली बाँदर धपाउनलाई जागिर खाने मानिसहरूको माग आएको छ, डिमान्ड आएको छ नेपालमा। सिरियसली, ओ माई गॉड, आई थिङ्क आई हेभ टु मुभ इन नेपाल। ओ माई गॉड, बाँदर धपाउने कति रमाइलो हुन्छ होइन, रमाइलो पनि हुन्छ, कहाँ पैसा पनि आउँछ। ओ माई गॉड गाइस, मलाई एकदमै माफ गर्नुहोस् कि मैले भिडियो हाल्न पाइनँ हिजो। अनि गाइज म एकदमै हुन्छ नि, एकदमै मलाई गाइज कस्तो गाह्रो भएको छ, मैले भिडियो हाल्न सकिनँ। मलाई एकदमै गाइज होइन गल्तीको महसुस भएको छ। गाइज मलाई माफ गरिदिनुहोस् यदि मबाट गल्ती भयो भने। मैले गाइज त्यो भिडियो हाल्न पाइनँ हिजो होइन, मैले डेली हाल्छु भनेको थिएँ, तर पनि गाइज म आज गाइज म 2टा भिडियो हाल्छु। हिजोको सट्टा आज पनि हाल्छु गाइज होइन। कृपया माया गर्नु होला है भिडियोलाई, यसो हेर्नुहोस्, फुल हेर्नुहोस् न गाइज, थोरै हेर्ने अन्त कमेन्टमा वाउ भन्ने, दिस इज नट फेयर गाइज। पुरै हेर्नुहोस् भिडियो प्लिज, पुरै हेरिदिनुहोस्। मलाई थाहा छ अहिले हेर्ने मानिसहरू, मलाई चिन्ने मानिसहरू हुनुहुन्छ होइन, मेरो आफन्तका हुनुहुन्छ, मेरा घरका हुनुहुन्छ। भिडियो पुरै हेरिदिनुहोस्। तपाईँहरूले हेरिदिनु भयो भने बल्ल त्यो भिडियो अरू मानिसहरूमा जान्छ, उहाँहरूले पनि हेर्नुहुन्छ भने पढाउनुहुन्छ, त्यो पछि गाइज मेरो ग्रोथ हुन थाल्छ युट्युबमा गाइज। सो प्लिज हेल्प मी, सपोर्ट मी। तपाईँहरूको प्यारो, म छोरा होला, कसैको भाइ होला, कसैको भिनाजु होला, कसैको दाई होला, कसैको भान्जा होला, यसो माया देखाउनु न। कस्तो हो तपाईँहरू यार, भिडियो फुल हेर्नुहोस् क्या है। 10,000 years later. So hey guys, good morning and welcome back to my new vlog. So आज हामी जाँदैछौँ यसो घुम्नलाई। हाम्रो खासै त्यस्तो विशेष प्लानिङ त छैन। मसँग नवीन छ र बाटोबाट नवीन। लेट्स गो गाइज, हामी चाहिँ अब घुम्न जाँदैछौँ, त्यसपछि हामी स्विमिङतिर जान्छौँ होइन, जहाँसम्म लाग्छ। अनि नेपाल रेस्टुरेन्टमा गएर खाना चाहिँ खान्छौँ। त्यसपछि हाम्रो आज यात्रा चाहिँ घुमघामको हो। उताबाट केटाहरू पनि आउँदैछ 2जना, अनि हामी 4जना भएर टक्क घुम्न गइन्छ। सो गाइज मैले अघि चस्मा बिर्सेको थिएँ, अनि मैले माथि गएर त्यो चस्मा ल्याएको छु। घाम लाग्दैछ नवीन यार। ठिक छ, स्विमिङ गर्नु फिक्स हो। मैले चस्मा त किनेँ होइन, अर्को एउटा सनग्लास भने कालो चस्मा त्यही हो क्या हो कि, तर अलि त्यो अस्ति मैले किनेको होइन, त्यो किनेको क्या, त्यो किनेको बाद किन गर्छ नि सिधा। ओके यो के सिम्पल मारेस है, लगेर हामी पछि भेटौँला है। साथीहरू गाडीमा चाहिँ आएको छैन। बसु आज का नमस्ते আমি সেই বসু आज का नमस्ते वया न आज 친구들이 시간이 없어요. 빨리 가야 돼요. 우리 다른 친구들이 거기 기다리고 있어요. 그래서 빨리 가야 돼요. 아직 뭐 하겠어? 뭐 하겠어? 왜 이렇게 गाइज हामी आइसक्यौँ घुम्न। अनि ओ माई गड, तातो यस्तो भएको छ कि होइन, तातो उप्प आएको छ है, हामीलाई चाहिँ हिँड्न पनि गाह्रो भएको छ। ओ के छ गाइज, हेलो गाइज हामी आएका छौँ अहिले एउटा गुम्बामा, बौद्धिस्ट धर्मावलम्बीको चाहिँ गुम्बा हो। चाहिँ चाइनिजले चाहिँ बनाएको छ गाइज होइन, यहाँ चाइनिज ल्याङ्ग्वेज लेखिरहेको छ। अनि यहाँ चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ, म छु गाइज। हामी चाहिँ यहाँ चाहिँ बसिरहेका छौँ गाइज। तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ बौद्धिस्टहरू पैसा देख्न सक्नुहुन्छ, बुद्धिस्ट धर्मावलम्बीको फोटोहरू यता।
गाइस मैले यहाँ देखेँ गौतम बुद्धको एकदमै राम्रो मूर्ति छ यहाँ चाहिँ होइन एकदमै राम्रो बनाएको छ अनि गौतम बुद्धको तल साइडमा दुईटा चाहिँ बालकहरू छन् अब म राम्रोसँग चिन्दिनँ होइन के नाम हुन्छ उहाँहरूको तर गाइस एकदमै दामी देखिएको छ होइन एकदमै नाइस छ गाइस सो नाइस नि गाइस यहाँ अलिकति मात्रै हुन्छ नि यति मात्रै गाइस यहाँ घाँस लगाएको छ अरू चाहिँ छैन फेरि नि त त्यसको मूर्तिको अगाडि मात्रै घाँस छ परन्तु चाहिँ घाँस लगाएको छैन एकदमै राम्रो छ अनि गाइस यहाँ हेर्नु कस्तो छ कस्तो राम्रो सो गाइस हामीहरू यहाँ फोटो खिच्दैछौँ होइन स्लिपिङ चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले हिरै नमरोस् चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैताला सो गाइस धेरै टाइम भइसक्यो हामी यहाँ बसेको अब हामी चाहिँ जानुपर्छ रुमतिर अनि गाइस रात पर्न लागिसक्यो माथि आकाशमा घाम छ यतिकै त्यो मान्छे गाइस होइन खुट्टामा जुत्ता लगाएर खाएकै भित्र जाँदैछ नि त अलिकति लाज शरम हुन्छ नि नवीनलाई सो गाइस यहाँ छ कार तर यो हाम्रो होइन यहाँ छ भ्यान तर यो भ्यान पनि हाम्रो होइन हामीसँग छ 2 खुट्टा हामी हिँड्नेछौँ रुम जानेछौँ गाइस सो गाइज हामी हिँड्दा हिँड्दै यहाँ आएका छौँ यहाँ चाहिँ टक्क बस्ने ठाउँ रहेछ होइन साथीहरू ऐना हेर्दै म गएको छु यो काला लख भन्दै होइन यहाँ टक्क टेलिफोनको पनि खतरा छ उनीहरूको त टेलिफोन गर्मी हुन्छ त्यहाँ पनि गर्मीले आइसक्नु लाग्यो यहाँ यस्तो थिएन नि त यो यहाँ चाया आइसकेको थियो उसको त चाया छैन तिनको चाहिँ के यो स्किन चाहिँ बहुत के छ के प्रोडक्ट तिमीले प्रयोग गर्छौ म चाहिँ प्रोडक्ट भनेको चाहिँ मैले धरती माताको माया हो होइन जब माटो लिन्छु माटो पानीमा भिजाएर दल्छु 5 मिनट राखेर धुन्छु यस्तो राम्रो हुन्छ हो अन्त हुन्छ नि चामल धोएको पानी हुन्छ नि त्यसलाई चाहिँ भिजाएर राख्ने छ अनि हो चामल धोएको पानीमा थोरै बेसेर हाल्छु नि मिक्स गर्ने ठिक हुन्छ क्या हो एकदमै गर्मी भएको थियो अनि हामीले यहाँ बसेर यसो अब चिसोहरू पानीहरू खाँदैछौँ होइन बल्ल गाइस यहाँ शीतल भएको छ चिसोको हावा आएको छ बाहिरको यस्तो गर्नु है होइन त कहाँ गयो सो गाइस हामी चाहिँ यहाँ आएका छौँ अहिले होइन ट्रेन स्टेसनमा यो चाहिँ रेलवेको एउटा बाटो हो नवीन यहाँ छ कालो देखिरहेको नवीन त्यो के खतरा हेर्नु नि गाइस है यस्तो सो गाइस अब ट्रेनमा चढेँ होइन अब हाम्रो चाहिँ अब बस आएको छैन ट्रेनमा चढिसकेँ होइन गाइस हाम्रो चाहिँ बस आएको छैन नि त अब हामी चाहिँ बाहिर जानुपर्छ बस हाम्रो बाहिर लाग्छ सानो हुन्छ क्या यो सो हामी जाँदैछौँ गाइज अब आफ्नो रुमतिर साथीहरू गइसक्यो आफ्नो रुमतिर अब हामी चाहिँ गाइज बस चढ्नुपर्छ बाहिरबाट किनकि हाम्रो त्यहाँसम्म गाइज ट्रेन लाग्दैन नि त होइन पनि त्यो सबै देख्यो क्या मिस खतरा देख्यो साँच्ची हामी चाहिँ अब बसमा जानुपर्छ है हामी अहिले चढेर हिँड्दामा ल भयो गाइज अझै बस आएको छैन हामी बस कुर्दै बसिरहेका छौँ अब बस कहिले आउँछ क्या बस अब आउँछ 20 मिनटमा गाइज एकदमै दिमाग छ है सोच्दा सोच्दै हराउँछु
सो गाइज म रुम आइपुगेँ एकदमै थाकियो गाइज होइन बसमा यस्तो गाइज निन्द्रा लाग्यो कि होइन ओ माई गड अलि गाइज हामी अगाडि पुगेछ क्या अनि अगाडि पुगेछ अनि फेरि त्यहीँ झरेर निन्द्रा आएको गाइज लास्टै निन्द्रा लागेर होइन म हिजो पनि ढिलो सुतेको थिएँ क्या अनि आज त निन्द्राले कस्तो भएको गाइज यार माई गड अब आइयो अब गाइज म अब नुहाउँछु त्यो पछि हामी फेरि भेट्नेछौँ है त